आदरणीय दर्शक नमस्कार। विभेद विरुद्धको अभियान कार्यक्रम दलित सवालमा हार्दिक स्वागत छ। सार्वजनिक प्रसारण सेवा नेपाल टेलिभिजनद्वारा सञ्चालित कार्यक्रम दलित सवाल नेपाली समाजको सामाजिक रूपान्तरणको लागि एक वैचारिक अभियान हो। यस कार्यक्रममा हामी नेपाली समाजको कलङ्क जात व्यवस्थाको कारण विभेदमा पारिएका दलित समुदायलाई विकासको मूलधारमा कसरी ल्याउन सकिन्छ, अर्थात् रैती दास र जनताको रूपमा बाँचिरहेका दलित समुदायलाई नागरिकमा कसरी रूपान्तरण गर्न सकिन्छ त भन्ने सवालमा विशेष चर्चा गर्ने गर्दछौँ। त यसै क्रममा आजको कार्यक्रममा हामी दलित समुदायका सामाजिक न्यायको लागि सम्बोधन गर्नुपर्ने मुख्य सवालहरू के हुन्, राज्यको भूमिका के हुनुपर्दछ र अबको बाटो के हो त भन्ने सवालमा छलफल गर्न गइरहेका छौँ। त यस विषयमा छलफल गर्न आज हामीसँग स्टुडियोमा हुनुहुन्छ अर्थविद एवं नेपाल सरकारका पूर्व सचिव डाक्टर मानबहादुर विके। आउनुहोस् उहाँसँगको छलफललाई अगाडि बढाउँ। कार्यक्रममा यहाँलाई हार्दिक स्वागत छ सर। धन्यवाद। नेपालमा विभिन्न कालखण्ड 2007 सालदेखि अब समय समयमा राजनैतिक परिवर्तन भयो, तर यो दलित सवाललाई सम्बोधन भएन भन्ने चाहिँ आम दलित समुदायको त्यस्तो अनुभव छ, फिलिङ छ। यहाँ पनि अब दलित समुदायभित्र पनि एउटा प्राज्ञिक व्यक्तित्व र नेपाल सरकारको सेवामा जिल्ला प्रमुख जिल्ला अधिकारीदेखि लिएर एउटा प्रदेशको मुख्य सचिवसम्म भएर हुनुभएको छ। त्यो लामो यहाँलाई अनुभव छ भनेपछि यो विशेष गरेर यो दलित समुदायको सामाजिक न्यायको लागि के हुन्छ, मुख्य कुन कुन विषय हुन् त, मुद्दाहरू हुन् त राज्यले सम्बोधन गर्नुपर्ने? होइन, ऐतिहासिक रूपले अब नेपाली समाज जात व्यवस्थामा आधारित समाजको निर्माण भयो। अब यो जात व्यवस्थामा आधारित समाजको निर्माण हुँदै गर्दाखेरि त्यहाँ विभिन्न समुदायहरू विभिन्न तहमा वर्गीकरण भयो र सबैभन्दा तल्लो तहमा दलित समुदायहरूलाई राखियो र तिनीहरूलाई चाहिँ राज्यबाट पनि समाजबाट पनि र बजारबाट पनि आर्थिक रूपले पनि विभेद हुँदै गयो, गरिँदै गयो। भलै चाहिँ विभिन्न कालखण्डमा राजनीतिक परिवर्तन हुँदै गएको हामीले आभास गरेका छौँ। राजनीतिक परिवर्तन भए तापनि दलितको सवालमा, यो सामाजिक न्यायको सवालमा जति प्रगति हुनुपर्ने हो त्यति प्रगति हुन सकेन। भलै चाहिँ नीतिगत तवरले चाहिँ केही कुराहरू सम्बोधन भएको भए तापनि ती नीतिगत कुराहरू पनि कार्यान्वयनमा जाँदाखेरि त्यो चाहिँ सही ढङ्गले कार्यान्वयन नहुनु र कतिपय कुराहरू त प्रतिपादक हुनु, झनै बढी चाहिँ ज्यादतीहरू बढ्ने कुराहरू पनि आइरहेको छ। त्यसले गर्दाखेरि सबैभन्दा पहिलो कुरा त राज्यको चरित्र नै सबभन्दा ठुलो कुरा हो। ऐन कानुन नीतिगत व्यवस्था त एउटा हो नै, तर त्यो नीतिगत व्यवस्थालाई चाहिँ कार्यान्वयन गर्नको लागि राज्यको चरित्र, राज्यलाई नेतृत्व गर्ने व्यक्तिहरूको चरित्र चाहिँ पनि सोही बमोजिमको हुनुपर्दो रहेछ। अहिले हेर्दाखेरि राज्यलाई नेतृत्व गर्ने तहका व्यक्तिहरूमा समावेशी चरित्र भएको चाहिँ देखिँदैन। अब एउटा कारण। दोस्रो कारण चाहिँ त्यो तहमा तत्थ समुदायका व्यक्तिहरू पुग्न पनि सकेनन्। होइन, जुन समुदायको व्यक्ति अहिलेसम्म पीडामा परेको छ त्यो समुदायको व्यक्ति त्यो नेतृत्व तहमा, निर्णायक तहमा पुग्न सकेको भए सम्भवतः उसले पनि केही न केही चाहिँ रूपान्तरण ल्याउने चाहिँ प्रयास हुन्थ्यो होला, रूपान्तरण हुन्थ्यो होला। त्यो जो पुगेका छन् उनीहरूमा चाहिँ समावेशी चरित्र चाहिँ आउन सकेन। जुन समुदाय पुग्नु पर्ने त्यो समुदाय पुग्नै सकेन। त्यसले गर्दाखेरि निर्णय प्रक्रियामा राजनीतिक प्रतिबद्धताको हिसाबले यो विषय चाहिँ ओझेल पर्दै गयो र जुन ढङ्गले चाहिँ रूपान्तरण हुनुपर्ने हो रूपान्तरण हुन सकेको देखिएन। त्यसपछि अब अहिलेको वर्तमान परिवेशमा अब दलित समुदायको सामाजिक न्यायको लागि चाहिँ के हुन्छ मुख्य मुद्दा सम्बोधन गर्नुपर्ने, राज्यले सम्बोधन गर्नुपर्ने कुराहरू? विशेष गरेर राज्यले चाहिँ तीनवटा क्षेत्रमा चाहिँ प्राथमिकताका साथ सम्बोधन गर्न सक्ने हो भने रूपान्तरण चाहिँ फेरि त्यति असहज पनि छैन। होइन, र फेरि यो रूपान्तरण बिना चाहिँ राष्ट्र समृद्धि हुने चाहिँ सम्भावना पनि छैन। तसर्थ अहिले चाहिँ मुलुकको सबैभन्दा ठुलो विषय चाहिँ कुनै छ भने त्यो चाहिँ यो समावेशीकरण नै हो, समावेशिता नै हो, जसले चाहिँ समृद्धिलाई पनि पछाडि धकेलिरहेको छ। र मैले भनेका ती तीनटा कुरा विशेष गरी मैले लेखेको पनि छु। पहिलो कुरा त के हो भने यो जातीय विभेद अहिलेसम्म पनि भइरहेको छ। केही समय अगाडि पनि घर नै भत्काएका थिए वडा अध्यक्षसहित संलग्न भएर। होइन, यसरी चाहिँ जातीय विभेद र विभेदका ज्यादतीहरू गरिरहेका छन्। त्यसको लागि चाहिँ कडा कानुनी कारबाही हुने कुरा चाहिँ पहिलो नै हो, ल इन्फोर्समेन्ट चाहिँ पहिलो नै हो।
भएका कानुनहरूमा रूपान्तरण गर्नु, कतिपय कानुनहरू छन् भनिया छ तर ती फितला छन् र कानुनको निरूपण गर्ने ठाउँमा चाहिँ पनि ती समुदायहरूको पहुँच नभएको हुनाले निरूपण हुँदाखेरि पनि फितलो ढङ्गले निरूपण भएको छ। तसर्थ सबैभन्दा पहिलो चाहिँ राज्यले गर्नुपर्ने चाहिँ यस्ता ज्यादतीहरूप्रति एकदमै चाहिँ बलियो कानुनी कारबाही गर्ने, कानुन निर्माण गर्ने र त्यसको कार्यान्वयन गर्नु पहिलो। दोस्रो चाहिँ समावेशिता नै हो। राज्यका संरचनाहरूमा जबसम्म ती तबकाका व्यक्तिहरू पुग्दैनन्, समुदायका को प्रतिनिधित्व पुग्दैन, त्यति बेलासम्म त्यो नीतिगत रूपान्तरणले मात्रै हुँदो रहेछ, त्यसलाई कार्यान्वयनगत तहमा चाहिँ रूपान्तरण हुन सक्दो रहेनछ। र त्यसको लागि अहिले अब हाम्रो नेपालको संविधानले पनि बोलेको छ तर कार्यान्वयन हुन सकेका छैन। सबै संरचनाहरूमा समानुपातिक समावेशिताको आधारमा समावेशिता गर्ने भनेर चाहिँ बोलेको छ धेरैवटा ठाउँमा, तर कार्यान्वयनमा जाँदाखेरि त्यो समानुपातिक समावेशिता त परै जाओस्, समावेशिता पनि साह्रै झिनो रूपमा मात्रै भएको छ र त्यसलाई पनि फेरि विभिन्न कोणबाट चाहिँ टीका टिप्पणीहरू गरिँदै आएको छ। तसर्थ दोस्रो कुरा चाहिँ समानुपातिक समावेशिता नै चाहिँ सबैभन्दा पहिलो कुरा हो र त्यो भयो भने फेरि यसले सबैलाई समान हैसियत चाहिँ उपलब्ध गराउँछ, कसैको खोसी नै होइन। समानुपातिक समावेशिता भनेको यति चाहिँ समाजवादी भनौँ सिद्धान्त हो कि कसैको खोसिँदैन, सबैले आफ्नो हिस्सा चाहिँ समान रूपले चाहिँ पाउँछन्। तसर्थ यो चाहिँ एकदमै आवश्यक छ। हामीले भनि पनि रहेका छौँ कि एउटा समानुपातिक समावेशिता व्यवस्था गर्न बनेको ऐन भनेर एउटा अलग्गै छाता ऐन बनाउनु पर्यो र त्यो छाता ऐनले चाहिँ सबै खाले यो निजामती सेवामा मात्रै होइन कि राजनीतिक नियुक्ति होला, संवैधानिक नियुक्ति होला, व्यावसायिक नियुक्ति होला, होइन, विभिन्न कम्पनीजहरूका संस्थानहरूका चाहिँ जिएमहरू होलान्, तिनीमा समेत समानुपातिकता कायम हुने गरी चाहिँ समावेशिता कायम गर्ने कुरा एउटा त्यो। र तेस्रो चाहिँ त अब सबैभन्दा अझै महत्त्वपूर्ण कुरा राज्यका स्रोत साधन र राष्ट्रिय बजेटको चाहिँ समन्यायिक वितरण, होइन, त्यो चाहिँ एकदमै महत्त्वपूर्ण कुरा छ। अहिले नै पनि हामीले केही समय अगाडि मैले धेरै ठाउँ रेफर पनि गरेँ, डिग्निटी इनिसिएटिभले गरेको लुम्बिनी प्रदेशको अध्ययन गर्दाखेरि 72% सीमान्तकृत समुदायलाई छुट्याइएको बजेट 5 वर्षको चाहिँ अनुपात हेर्दाखेरि जम्मा 3% मात्रै सीमान्तकृत समुदायलाई बजेट छुट्याइएको छ भने दलितको लागि त 1% भन्दा पनि अझै कम छ, छुट्याइएको मात्रै। त्यो छुट्याइएको बजेट कार्यान्वयनमा जाँदाखेरि त अझै कति प्रतिशत कार्यान्वयनमा जान्छ भन्ने कुरा त्यो अर्को अध्ययनको विषय छ भन्दा यसरी अब राज्यकै सरकारकै चाहिँ तथ्याङ्कमा 13% भन्दा बढी चाहिँ जनसङ्ख्या भएको समुदायलाई 1% भन्दा पनि कम चाहिँ बजेट छुट्याइनु र छुट्याएको बजेट पनि विभिन्न तिकडमले त्यो कार्यान्वयनमा जान नसक्नु कुरा चाहिँ यो समन्यायिक भएन। तसर्थ बजेट र हाम्रो जति पनि स्रोत साधन छ त्यसको समन्यायिक वितरण, यो तीनटा कुरा गर्न सक्ने हो भने मलाई लाग्छ राज्य रूपान्तरण हुनलाई चाहिँ त्यति चाहिँ गाह्रो चाहिँ छैन। भनेपछि अलि प्रश्न यो अलि सार्वजनिक बहस पनि आओस्, होइन, वास्तवमा राज्य निर्माण र राष्ट्र निर्माणको कुरा के हो, होइन, यो कसरी सम्बोधन गरिनुपर्छ? अब यी दुईटा कुरा एक आपसमा अन्याश्रित हुन् र एकदमै भनौँ न राज्य स्थापना कालदेखिका विषय हुन् र कुन राज्य कति बलियो छ, कति चाहिँ सुदृढ छ भन्ने कुरा हेर्ने मापन पनि हो, होइन, राज्य निर्माण र राष्ट्र निर्माणको कुरा। राज्य निर्माण भन्दा बित्तिकै हामीले विशेष गरेर राज्यका संरचनाहरू, अङ्गहरू, अवयवहरू कति सुदृढ छन्, कति पारदर्शी छन्, कति जवाफदेही छन् र कति प्रभावकारी ढङ्गले काम गरेका छन् भन्ने कुरालाई नै हेरिन्छ। विशेष गरेर अब राज्यले दिने आधारभूत कुरा, शान्ति सुरक्षा सुव्यवस्थाको कुरा र सार्वजनिक सेवा प्रवाहका कुराहरू कति चुस्त दुरुस्त र सिस्टमेटिक ढङ्गले गरिएको छ भन्ने कुरा नै राज्य निर्माणको कुरा हो। तर राज्य निर्माणमा को कुरा गर्दा गर्दै कस्तो भयो भने राणाकालीन व्यवस्था भयो, त्यति बेला चाहिँ एक छत्र एउटै भनौँ न जहानिया शासनले राज्यलाई कब्जा गरे, त्यसले चाहिँ राज्य निर्माण हुने कुरा चाहिँ भएन, त्यो चाहिँ पारिवारिक राज्य जस्तो चाहिँ बन्न गयो।
पञ्चायतकाल हामीले लामो समय गुजार्यौँ। त्यति बेला पनि राज्य निर्माणमा चाहिँ एकल वर्चस्व कायम भयो संरचनाहरूमा, अनि सेवा प्रवाहहरू चाहिँ चुस्त दुरुस्त हुन सकेनन् र त्यसलाई जसरी समेटिनु पर्थ्यो समाजलाई, समाजको चरित्र बमोजिम राज्यको निर्माण हुनु पर्थ्यो, त्यो राज्य निर्माण हुन सकेन। र अहिले पछिल्लो समयमा आएर हामी चाहिँ अब प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रसम्म आइसकेकै छौँ र सङ्घीयतामा हामी गइसकेका छौँ। तथापि राज्य निर्माण चाहिँ कतिको सबल भएको रहेछ भन्ने कुरा हेर्ने हो भने अहिले पनि धेरै चाहिँ गुनासाहरू आइरहेकै छन्। पछिल्लै कुरा गर्ने हो भने राज्यको सबैभन्दा आधारभूत कुरा भनेको चाहिँ सुरक्षा हो, राष्ट्र निर्माण त्यससँग अन्यासित कुरा हो। राष्ट्र भन्दा बित्तिकै विभिन्न जातिहरूलाई अब मुलुकमा कसरी समेटिएको छ, कस्तो चाहिँ सहअस्तित्व कायम छ, कति समावेशिता छ भन्ने कुरा नै चाहिँ राष्ट्र निर्माण हो। त्यसमा विविधताको सम्मान हैन, हाम्रो मुलुकमा भएका सबै खाले जातिहरू, बहुल जाति भन्छौँ हामीले हैन, त्यो जातिहरूलाई कसरी समेटिएको छ र कतिको चाहिँ पहिचान दिएको छ, कतिको प्रतिनिधित्व गराइएको छ र उनीहरूको चाहिँ पहुँच चाहिँ कस्तो छ भन्ने कुरा नै राष्ट्र निर्माण हो। राष्ट्र निर्माणमा पनि फेरि हाम्रो चाहिँ विगत हेऱ्यो भने हाम्रो एकल जातीय चाहिँ राष्ट्र निर्माण गर्ने प्रयास गरियो हैन। अरू जाति यहाँ भएका बहुल जातिहरूलाई चाहिँ भनौँ न निषेध गरेर एकल जातीय वर्चस्व कायम गर्ने जुन गरियो, त्यसले गर्दाखेरि हामीमा जुन एउटा जातीय सहिष्णुता कायम हुनुपर्ने हो त्यो कायम हुन सकेको चाहिँ देखिएन। राष्ट्र निर्माण चाहिँ हामी पछाडि परियो, अवरोधहरू चाहिँ सिर्जना भए। यसले चाहिँ द्वन्द्व सिर्जना गर्ने काम चाहिँ त्यही हो। यही हो, राष्ट्र निर्माण भएन भने त जातिहरू एक आपसमा हैन को एक्जिस्टेन्स भनौँ न सहअस्तित्व कायम भएन, समान चाहिँ भनौँ न हैसियत कायम भएन भने त त्यहाँ त द्वन्द्व स्वाभाविक ढङ्गले निस्कन्छ। तसर्थ राष्ट्र निर्माण गर्नको लागि सबै समुदायहरूलाई, सबै जातिहरूलाई समेटेर उनीहरूको पहिचान, उनीहरूको प्रतिनिधित्व र उनीहरूलाई चाहिँ सेवा प्रवाह लगायतका कुराहरूमा पहुँच सुनिश्चित गर्ने कुरा गर्न सकियो भने मात्रै राष्ट्र निर्माण हुन्छ। हाम्रो राष्ट्र भनेकै बहुलतामा आधारित राष्ट्र निर्माण हो, जुन कुरा चाहिँ अझै पनि हुने कुरामा चाहिँ अझै समस्याहरू देखिएको छन्, गर्न बाँकी छ। अब यहाँ आफै अब यहाँ अर्थविद पनि हुनुहुन्छ हैन, भनेपछि विगतमा र वर्तमानसम्म भनौँ अब राष्ट्र निर्माण र राज्य निर्माणको सवालमा कहाँनिर चुकिरहेको छौँ त हामी हैन, ताकि यो विभेद कायम भइरहेछ। बजेट प्रणालीको कुरा होला, योजना निर्माणको कुराहरू होला हैन। सबैभन्दा पहिला त हामीले राष्ट्र निर्माण, राज्य निर्माण दुवैमा हामी बहुलतामा आधारित राष्ट्र हो, हाम्रो राज्य बहुलतामा आधारित हो भन्ने कुरालाई स्वीकार्न अझै सकिएको चाहिँ देखिँदैन। विशेष गरी राज्यको बागडोर सम्हाल्ने नेतृत्व वर्गले त्यो देखिँदैन। सरसर्त हेर्दाखेरि अहिले पनि के देखिन्छ भने एकल जातीय वर्चस्वलाई नै अझै सबल गराउने, सुदृढ गराउने तर्फ नै जोड गरिएको हो कि भन्ने आभास हैन विभिन्न कोणबाट चाहिँ देखिएको छ। त्यो नै सबैभन्दा पहिलो कुरा हो। जबसम्म त्यसलाई भत्काउन सकिँदैन त्यति बेलासम्म न राष्ट्र निर्माण हुन्छ न राज्य निर्माण हुन्छ। अब दोस्रो चाहिँ त अब मैले अघि पनि भने राज्यका स्रोत साधन र राष्ट्रिय बजेटको हैन वितरण, पुनर्वितरणको कुराहरू कति चाहिँ समन्यायिक छ, कति चाहिँ सबै भनौँ न जातिहरूलाई ठाउँलाई पुग्ने गरी वितरण गरिएको छ भन्ने कुरा नै अर्को आधार हो। किनकि यो राष्ट्र निर्माण पनि राज्य निर्माण गर्ने कुरा पनि प्राकृतिक स्रोत साधन र बजेट नै हो। तर हाम्रो बजेट प्रणाली कस्तो छ त अहिलेसम्म भन्दाखेरि त्यो बजेट पनि मैले अघि पनि भने 72% सीमान्तकृत समुदायलाई जम्मा 3% बजेट हैन लक्षित बजेट चाहिँ 3% मात्रै छुट्याइन्छ भने त्यहाँ चाहिँ राष्ट्र निर्माण कसरी हुन सक्ला भन्ने कुरा त्यही प्रश्न छ। र हाम्रो बजेट प्रणाली, बजेट निर्माणको प्रणाली चाहिँ एकदमै तदर्थवादी छ। मैले धेरै ठाउँ पनि भन्ने गरेको छु। म पदमा हुँदाखेरि पनि मैले प्रयास पनि गरेँ। आयोजना छनौट र बजेट तर्जुमा सम्बन्धी स्पेसल कुनै कानुन चाहिँ छैन। हामीले बिना कानुन अब राजनीतिक
पहुँचका आधारमा बजेटहरू चाहिँ छुट्याइने गरिएको छ हैन। प्राकृतिक स्रोत साधनको वितरण पनि त्यही ढङ्गले भएको छ, पुनर्वितरण पनि त्यही ढङ्गले हुने गरेको छ। तसर्थ यसको लागि चाहिँ एउटा निश्चित आधार तय गरेर सबै समुदायहरूलाई पुग्ने गरी समानुपातिक ढङ्गले पुग्ने गरी समन्वयिक ढङ्गले पुग्ने गरी बजेटको चाहिँ वितरण चाहिँ हुन एकदमै जरुरी छ र त्यसको लागि कानुनै जरुरी छ। आयोजना छनौट तथा बजेट तर्जुमा सम्बन्धी एउटा अलग्गै कानुन चाहिँ निर्माण हुन जरुरी छ, जसले ग्यारेन्टी गरोस् कि बजेटको वितरण भूगोल, जनसङ्ख्या, त्यसपछि तिनीहरूको विविधता हैन, विशिष्टता, त्यसपछि ह्युमन डेभलपमेन्ट इन्डेक्स, मानव विकास सूचाङ्क लगायतको कुराहरू हेरेर बजेट चाहिँ एलोकेट भयो भने बल्ल त्यो समन्वयिक बजेट हुन्छ र सबै ठाउँमा सबै समुदायलाई पुग्ने गरी बजेट चाहिँ वितरण हुन्छ। तर हाम्रो नेपालको संविधान सभाबाट निर्मित नेपालको संविधान 2072 को हैन राज्यको निर्देशक सिद्धान्त भने यहाँले भने सबै कुरा त्यहाँ उल्लेख छ नि, त्यो किन कार्यान्वयन भएन नि त? अब निर्देशक सिद्धान्त मात्रै होइन, मौलिक हकै कार्यान्वयन भएको छैन। निर्देशक सिद्धान्त धेरै पर गयो, त्यो त सिद्धान्त हो हैन, त्यो चाहिँ अब लिगल बाइन्डिङ हुँदैन पनि भन्छ हैन, त्यो एउटा मार्गदर्शक मात्रै हो। हाम्रो मौलिक हक जो चाहिँ कानुनी तवरले कार्यान्वयन नगरी नहुने कुराहरू पनि कार्यान्वयन हुन सकेका छैनन् भन्दा बित्तिकै अब यो किन हुन सकेनन् भन्ने कुरा त फेरि पनि त्यही आउँछ कि हाम्रो राजनीतिक व्यवस्था हैन र नेतृत्वकर्ताहरू त्यसप्रति जति कमिटेड हुनुपर्ने हो हैन, जति प्रतिबद्ध भएर लाग्नुपर्ने हो र हाम्रा चाहिँ संयन्त्रहरू त्यसप्रति कार्यान्वयनको लागि तयार हुनुपर्ने हो, त्यो तयार हुन नसक्नु नै यसको मूल कारण हो एउटा। अर्को चाहिँ तत्त समुदायबाट जति दबाब पुग्नुपर्ने हो त्यो पनि नपुग्या हो कि भन्ने पनि लाग्छ हैन। त्यसैलाई मैले भन्ने गरेको छु, यो एउटा दमित मानसिकता चाहिँ रहेको छ कि सीमान्तकृत समुदायमा हैन। त्यो दमित मानसिकताले गर्दाखेरि अब हाम्रो पहुँच पुग्दैन, हामीलाई चाहिँ सहभागी गराउँदैनन् अब भनेर चाहिँ चुप लाग्ने चाहिँ पो भइरहेछ कि जस्तो पनि लाग्छ। दलित समुदायको सामाजिक न्याय कुरा गर्दाखेरि अहिले चाहिँ अब सार्वजनिक ठाउँमा बहस उठिरहेको छ, एउटा चाहिँ अब दलित समुदाय आफै एउटा राजनीतिक शक्तिको रूपमा चाहिँ उपस्थित हुन नसक्नु हैन, राजनीतिक दलहरूले यसलाई खालि भोट ब्याङ्कको रूपमा मात्रै प्रयोग गर्ने। अर्को चाहिँ यो भातृ सङ्गठनहरूमा अलि जुझारु अलि सक्षम दलित समुदायका युवाहरू त्यहाँ अल्झिने, भातृ सङ्गठन पनि दोस्रो दर्जाको नेता हुने, अनि त्यसपछि आएर केही अलि विज्ञ प्राज्ञिक व्यक्तिहरू फेरि एनजिओमा सामाजिक संस्थामा अल्झिने, त्यो गर्दाखेरि राज्यलाई जुन खालको दबाब दिनुपर्ने त्यो पुगिरहेको छैन भन्ने चाहिँ विश्लेषण छ। के छ यहाँको विश्लेषण? अब यो दुईटै कुरा, एउटा त अब कसरी जानु पर्ला, एउटा त एउटै ठाउँबाट भन्दा विभिन्न तह र तबका कोणबाट चाहिँ दबाब पुर्याउनु पर्छ। त्यस हिसाबले चाहिँ जो मान्छे जहाँ चाहिँ संलग्न हुनुहुन्छ हैन, जस्तो भातृ सङ्गठनकै कुरा आयो, ती भातृ सङ्गठनहरूले पनि इमान्दार साथ आफ्नो दललाई, राजनीतिक दललाई चाहिँ यी विषयहरू चाहिँ पुर्याउन सक्यो भने त सबै खाले भातृ सङ्गठनले त्यसो गरिदिने हो भने त सबै राजनीतिक दलहरू यस सम्बन्धी चाहिँ काम गर्नलाई चाहिँ बाध्य हुने थिए। तर व्यवहारमा त्यो देखिएन। हामी भातृ सङ्गठनमा गएर अल्झिने मात्रै भयो हैन, अल्झिने मात्रै र त्यहाँबाट केही लाभ प्राप्त हुन्छ कि भनेर त्यसको आश गर्ने मात्रै भयो, भुमरीमा रोप्यो। ती विषयवस्तुहरूलाई तत्त चाहिँ दलहरूमा चाहिँ उठाएर एउटा निर्णायक तहमा चाहिँ पुर्याउन नसक्नु एउटा कारण हो। त्यस हिसाबले चाहिँ हाम्रो यो चाहिँ मात्र विभाजन मात्रै भयो कि भन्ने आशयले देखिया छ। यदि त्यसरी लागेको भए यो विभाजनभन्दा पनि शक्ति बन्ने थियो। दोस्रो चाहिँ यदि हामी चाहिँ त्यसो नगरेर एउटा केन्द्रीय शक्तिको रूपमा चाहिँ एकीकृत शक्तिको रूपमा विकास हुने हो भने केही हुन्थ्यो कि भन्ने कुरा अहिले अर्को कोणबाट आइरहेको छ। त्यो पनि अब राम्रो उपाय हुन सक्छ, तर त्यो हुनको लागि के गर्ने त? अब अलग्गै राजनीतिक दल चाहिँ स्थापना गर्ने हो कि हैन? अब 13% भन्दा बढी जनसङ्ख्या भएको समुदायले एक किसिमको चाहिँ राजनीतिक दल बनाउन सक्यो भने चाहिँ एउटा शक्ति निर्माण गर्न चाहिँ त सक्ने सम्भावना देखिन्छ। तर त्यो हुन सक्ला त? अहिले सशर्त बजारमा हेर्दाखेरि त्यो पनि हुन सक्ला जस्तो देखिँदैन। तसर्थ अब यसमा अलिकति रणनीतिक हिसाबले नै यो समुदायले सोच्नुपर्ने र लाग्नुपर्ने अवस्था चाहिँ छ। ठिक छ। अब के हो त? अब चाहिँ अब वर्तमान परिवेश फरक छ,
अब वर्तमान सरकारलाई यो दलित समुदायको सवाल र सम्बोधन गर्नुको लागि यहाँले के सुझाव दिन चाहनुहुन्छ त? होइन, मैले त अवसर के छन् होइन, सुझाव के दिन? मैले चाहिँ त पत्रमा लेखेर पनि दिएको पनि छु। अहिले एउटा नागरिक समाज होइन को रूपमा चाहिँ स्थापित यो सरकार संसद पनि नभएको बेलामा केही कुराहरू स्ट्रेन्थ पनि हुन्छ होइन, स्ट्रेन्थ पनि हुन्छ। यसले चाहिँ अब 6 महिनाको म्याद भएको हुनाले सबै कुरा धेरै कुराहरू दीर्घकालीन कुराहरू गर्न त नसक्ला, तर आधार स्तम्भ खडा गर्न चाहिँ सक्छ होइन। सरकारले एक किसिमको निर्णय र नीति तय गर्यो भने पछि आउनेहरूलाई पनि त्यसलाई चाहिँ ओभररुल गरेर जान नसक्ने अवस्था हुन्छ। सबैभन्दा पहिला त मैले फेरि पनि दोहोऱ्याएँ, अब सकिन्छ भने यही निर्वाचनमै चाहिँ समानुपातिकता कायम हुने गरी संसद चाहिँ देखिने किसिमको चाहिँ बनाउनु पर्यो होइन। 275मै अब 165मा पनि समानुपातिकता प्रत्यक्ष निर्वाचनमा पनि समानुपातिकता कायम हुने गरी हामी निर्वाचन क्षेत्रहरू तय गर्ने के गर्न सकिन्छ त्यो एउटा चाहिँ गर्न सकिन्छ कि एउटा त्यो कुरा हो। दोस्रो चाहिँ यो सरकारले एकदमै गर्न सकिने र त्यति जटिल नभएको कुरा चाहिँ जति पनि निजामती सेवा बाहेक अरू नियुक्तिहरू हुन्छन् त्यो नियुक्तिहरूको लागि एउटा समानुपातिकता कायम हुने गरी एउटा नीतिगत व्यवस्था चाहिँ गरिदिने र नियुक्ति चाहिँ अगाडि बढाउने गर्ने हो भने त्यसले चाहिँ पछिल्लोसम्मलाई पनि एउटा ठुला चाहिँ टेवा हुन सक्थ्यो भन्ने कुरा चाहिँ लाग्दछ। अर्को चाहिँ मैले भनेको चाहिँ यी समुदायहरूका जति पनि सिप कला संस्कृतिहरू छन् त्यसलाई जगेर्ना गर्ने किसिमको नीतिगत व्यवस्था र अब बजेटको पनि व्यवस्था होइन। अहिले केही बजेट त छुट्टिएको पनि थियो, त्यो नकाट्ने र त्यो बजेटमा अझै चाहिँ थपेर यो समुदायलाई लक्षित गरेर केही कार्यक्रमहरू ल्याउन सकिन्छ। अर्को चाहिँ यो हाम्रो चाहिँ जाति विभेद सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि नेपाल सरकारले 1970मै चाहिँ स्वीकारेको हो, तर 4वटा चाहिँ कुरालाई चाहिँ स्थगन गरेर स्वीकारेको छ। मैले त्यो पनि त्यो मेरो सुझावमा लेखेको छु। त्यसलाई चाहिँ यो सरकारले यो 4वटा जुन स्थगन गरेका चाहिँ बुदाहरू छन्, जुन चाहिँ त्यो महासन्धिको सबैभन्दा महत्त्वपूर्ण बुदाहरू हुन्, त्यसलाई चाहिँ पनि स्वीकार्ने चाहिँ निर्णय गरिदिन सक्यो भने एउटा अन्तर्राष्ट्रिय जगतमा पनि ल यो सरकारले चाहिँ केही चाहिँ नयाँ काम गर्यो भन्ने कुराहरू हुने थियो भन्ने चाहिँ लाग्दछ। अब यो दलित समुदायको कुरा गर्दाखेरि अब संविधानमा पनि यहाँले भनेको थियो मौलिक हकमा पनि व्यवस्था छ। अब हाम्रो दलित समुदायको तर्फबाट अब 6000 बढी वडा सदस्य हुनुहुन्छ होइन। प्रदेश संसदमा सङ्घीय संसदमा पनि हुनुहुन्छ। अब यहाँ अब आफै अब विभिन्न तहमा सिडिओ हुँदै मुख्य सचिव हुनुभयो। यो कहाँनिर अब यो कहिलेसम्म यो विभेदलाई हटाउनलाई फास्ट ट्र्याक अब एकदम तत्कालै गर्नुपर्ने कुरा के हो त एकदम दुई पोइन्टमा? विभेद हटाउनको लागि त अब हामीले धेरैले भन्ने पनि गरेका छौँ, यो चाहिँ सचेतना कार्यक्रम जगाएर के गरेर भने त्यो चाहिँ हुँदैन। यसको लागि त कानुनी कारबाही नै हो होइन, ल इन्फोर्समेन्ट बजेट हो, यही 3टा कुरा भने मैले। एउटा त चाहिँ यो त्यस्ता घटनाहरू भयो भने तुरुन्तै कारबाही गरिहाल्ने कुरा, कानुन अझै संशोधन गर्न जरुरी छ। कानुनलाई संशोधन गरेर त्यो ढङ्गको बनाउने र ल इन्फोर्समेन्टलाई चाहिँ बलियो बनाउने यो विषयमा होइन। जिरो टलरेन्सको चाहिँ पोलिसी यो सरकारले गर्न सक्ने होइन त्यो। दोस्रो चाहिँ यो समानुपातिक समावेशिता चाहिँ हुनु पर्यो। त्यहाँ चाहिँ राज्यका संरचनाहरूमा एउटा समावेशिता देखिएन भने ती समुदाय पुगेनन् भने यो नीति बनाएर मात्रै काम लाग्दैन। तसर्थ दोस्रो त्यो नै हो, त्यसको लागि पनि फेरि कानुनै चाहियो, समानुपातिक समावेशिता ग्यारेन्टी गर्ने कानुन। र तेस्रो चाहिँ बजेटकै कुरा हो, समन्वयिक बजेट चाहिँ पुर्याउनु पर्यो। यो 3टा कुरा गर्न सकियो भने गरियो भने मलाई लाग्छ राज्यको रूपान्तरण, राज्य निर्माण पनि हुन्छ अनि राष्ट्र निर्माण पनि हामीले चाहिँ गर्न सकिन्छ। र यी 3नै कुरा गर्दाखेरि सबै समुदायलाई हेरेर होइन, दलितको लागि मात्रै होइन कि जनजाति पनि छन्, अरू सीमान्तकृत समुदायहरू छन्, सबैको लागि चाहिँ दृष्टिगत गरेर यो 3टा कुरा गर्न सकियो भने राम्रो हुन्छ भन्ने चाहिँ बल्ल चाहिँ राज्य निर्माण र राष्ट्र निर्माणको चाहिँ अगाडि बढ्छ। नत्र भने हामी त सुरुवाती चरणमा पनि अझै पुग्न सकेका छैनौँ। आजको कार्यक्रममा आएर यहाँले अब आफ्नो महत्त्वपूर्ण विचारहरू वास्तवमा अब दलित समुदायको सामाजिक न्यायको लागि तत्काल चाहिँ राज्य निर्माण र राष्ट्र निर्माणमा ध्यान दिनु आवश्यक छ सबैले। र विशेष गरी निर्णय ठाउँमा दलित समुदायको समानुपातिक प्रतिनिधित्व, बजेट वितरण होइन, यति कुराहरूमा चाहिँ तत्काल गर्न सक्यो भने यसले चाहिँ क्रमशः चाहिँ उनीहरूलाई सामाजिक न्यायको अनुभूति दिन्छ होइन भने चाहिँ फेरि पनि के हो भन्न सकिने कुराहरू छ भने यहाँको निष्कर्ष रह्यो। र आजको कार्यक्रममा आएर यहाँले महत्त्वपूर्ण विचार व्यक्त गर्नु त्यसको लागि चाहिँ कार्यक्रम दलित सवालको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु। ल मलाई पनि मौका दिनुभएकोमा धन्यवाद दिन चाहन्छु। आदन तस्बिर
आजको हाम्रो छलफल यहाँलाई कस्तो लाग्यो आफ्नो प्रतिक्रिया अवश्य लेखी पठाउनुहोला। यस कार्यक्रमलाई नेपाल टेलिभिजनको वेबसाइट www.ntp.org.np मा लगइन गरेर हेर्न सकिन्छ। साथै मोबाइल एप्स र युट्युबमा पनि सर्च गरेर हेर्न सक्नुहुनेछ। त आगामी बुधबार दिनको 1:25 बजे हाम्रो सरकारको अर्को नयाँ विषय लिएर यहाँहरू समक्ष हामी उपस्थित हुनेछौँ। तबसम्मको लागि कार्यक्रम दलित सवालका सम्पूर्ण युनिट यहाँहरूबाट बिदा चाहन्छौँ। नमस्ते।